अहिले भर्खर चाहिँ म है यतानिर रुममा थिएँ। अहिले भर्खर चाहिँ म झन्डै मरेँ। आज चाहिँ म लिटरली मरिसकेको थिएँ। आज चाहिँ मेरो टाउको छुट्टिसकेको थियो है। धन्दा कसम हुनाले भगवान्को दयाले गर्दा मलाई भगवान्ले बचाइदिनु भयो। म चाहिँ एक्चुली यहाँनिर थिएँ है। म चाहिँ एक्चुली यहाँनिर थिएँ। म चाहिँ एक्चुली यहाँनिर थिएँ होइन। यहाँनिर चाहिँ म चाहिँ नुहाइ धुवाइ गरेर मेरो चाहिँ यो लुगा चाहिँ सुकाउनुलाई चाहिँ म यहाँबाट आउँदै थिएँ होइन। यहाँबाट चाहिँ आएँ। अन्त यो चाहिँ मेरो बेड चाहिँ यस्तो छ हो। बेड चाहिँ यस्तो छ। अन्त बेड चाहिँ यो टी सर्ट हो। म चाहिँ यहाँनिर टक्कै आएर चाहिँ लुगा सुगा धोएँ। यो चाहिँ फ्यान चाहिँ घुम्दै थियो। यो फ्यान चाहिँ हेर्नुहोस् है, फ्यान घुम्दै थियो। हाइट चाहिँ यत्रो छ यो पलङको। अन्त चाहिँ यहाँबाट चाहिँ टक्कै चढेर चाहिँ म चाहिँ यहाँनिर यो पाइप छ यतानिर चाहिँ यसरी यताबाट फर्केर लुगा यसरी सुकाउनु पऱ्यो भनेर यता लु हेर्नुहोस् कतिको डिस्टेन्स। फ्यान त फुल स्पिडमा घुमिदिँदो रहेछ, उहीँ घुमिदिँदो रहेछ हो। त्यहाँदेखि कसो फर्केर मेरो यहाँनिर दादा हुनुहुन्छ, उसले चाहिँ दादा यो यतापट्टि फर्केर सुकाउँ भनेर भन्नु भने चाहिँ यस्तो टर्न हुँदाखेरि चाहिँ उहीँ घुमिदिँदो रहेछ। भगवान्को दयाले होइन, विथ द ग्रेस अफ गड होइन, म आज भगवान्को दयाले बाँचेँ होइन। सायद अलिकति केही थियो होला मेरो होइन, एज अलिकति लामो थियो होला, या सायद मेरो बाँच्ने दिन है। त्यसले गर्दाखेरि चाहिँ म अलिकति बाँच्छु होइन। खास गरी यो भिडियो बनाउनु त मलाई मन थिएन है। भए पनि अब मैले यो किन बनाएको भन्दा चाहिँ एउटा सानो मेसेजको लागि हो। किनभने चाहिँ जो पनि होइन, म होटेलको नाम मेन्सन गर्दिनँ, बट तर यो सिलगढीमा यो जहाँ पनि तपाईँहरू बस्नुहुन्छ होटेलहरूतिर है, यस्तो जग्गामा चाहिँ जहाँनिर बेड हुन्छ, बेडको माथि सिधै फ्यान भएको हुन्छ, त्यो चाहिँ तपाईँहरूले हेर्नुहोस्। डिस्टेन्स अलिक हाइट छ भने चाहिँ मतलब त्यसमा तपाईँहरूले त्यो गर्नुहोस्। कतिजनाले अब यो पलङ यस्तो छ यहाँनिर उयो तपाईँको यसलाई के भन्छ ब्ल्याङ्केट छ, कोही बेला टक्कै ब्ल्याङ्केट सुतिरहेको बिहान उठेर पङ्खा घुम्दै गयो भने चाहिँ अब लिटरली है यहाँनिर त सिलगढी हो, गरममा अब यसो उठेर फ्यान घुम्दै गरेको हुन्छ। अनि त्यतिखेर ब्ल्याङ्केट पट्यामै भन्दा टक्कै उठ्यो भने चाहिँ प्ल्याङ्गै लागेर टाउको चाहिँ चुटिनु सक्छ। त्यो भनेर चाहिँ मैले मोरल चाहिँ के भन्नु खोजेको भने चाहिँ जो पनि सिलगढीहरूतिर आउनुहुन्छ हौ यस्तो सानो कुरा याद गर्नुहोस् है। टक्कै अब यतिको आएको छ भने माथि फर्स्ट चाहिँ तपाईँले यस्तो चेक गरिहाल्नु, बेडको माथि सिधै पङ्खा छ भने चाहिँ बेड अलिकति यतापट्टि तान्नुहोस्। अदरवाइज तपाईँले केयर गर्नुपर्ने हुन्छ। याद गर्नुहोस् है प्लिज। म आज झन्डैले अलिकतिले 1 सेकेन्डले गर्दा मात्रै बाँचेँ। अदरवाइज आज चाहिँ मेरो यो फ्यानले चाहिँ मेरो रिजन यो लुगा चाहिँ यो टी सर्ट सुकाउँदा चाहिँ मेरो टाउको चाहिँ यो भुइँमा हुन्थ्यो। सो प्लिज गाइज बी केयरफुल है। यस्तो जग्गामा आउँदाखेरि चाहिँ डिस्टेन्स यस्तो हेर्नुहोस् कतिको छ र पङ्खा कस्तो छ कहाँ छ भनेर प्लिज 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 यो कुरालाई अलिकति याद गरेर तपाईँहरू है केयरफुल हुनुहोस् है।